नमस्कार। आजको मुख्य समाचारमा यहाँलाई स्वागत छ। आज दिनभरि घटेका मुख्य समाचारहरू। रामेछाप स्थित तामाकोसी नदीमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या 12 पुगेको छ। रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले मृतकको संख्या 12 पुगेको बताउनुभयो। उहाँका अनुसार बस खसेको स्थानमा खोजी गर्दा अहिले 6 वटा शव फेला परेको हो। यो सँगै मृतकको संख्या 12 पुगेको हो। सिडिओ थापाका अनुसार 6 जनाको उपचारको क्रममा अस्पतालमा र 6 वटा शव घटनास्थलमा फेला परेको हो। काठमाडौँबाट रामेछापको धोबी हुँदै तामाकोसी नदीमा खसेको थियो। दुर्घटनामा परेर घाइते भएका 8 जना मध्ये 7 जनालाई धुलखेल अस्पताल पठाइएको छ। आज बिहान रामेछापको मचानेटार भन्ने ठाउँबाट बागमती प्रदेश 010005 ख 9975 नम्बरको बस तामाकोसी नदीमा खसेको प्रहरीले जनाएको छ। प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनका लागि छिमेकी मित्र राष्ट्र भारतले गरेको सहयोगका लागि धन्यवाद दिनुभएको छ। प्रधानमन्त्री कार्कीले नेपालको लागि भारतीय राजदूत नवीन श्रीवास्तवलाई सिंहदरबारमा बोलाएर मुलुकको विशेष अवस्थामा हुन लागेको निर्वाचनलाई सहज रूपमा सम्पन्न गर्न सवारी साधन लगायत विभिन्न सामग्री उपलब्ध गराएकोमा धन्यवाद व्यक्त गर्नुभएको हो। जवाफमा भारतीय राजदूत श्रीवास्तवले नेपालको लोकतान्त्रिक प्रक्रियामा सदैव साथ रहने र मित्रवत छिमेकीका नाताले सहयोग गर्नु आफ्नो कर्तव्य रहेको बताउनुभयो। साथै निर्वाचनपछि नेपालले हासिल गर्ने लोकतान्त्रिक र संवैधानिक स्थिरता भारतका लागि पनि महत्त्वपूर्ण हुने उहाँको भनाइ छ। नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामाजिक सञ्जालमा हुने प्रचार र वास्तविक धरातलको अवस्था फरक रहेको बताउनु भएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिस टाढामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले हालैका दिनमा देखिएको स्टन्ट र हल्लाको प्रभाव जनताले बुझिसकेको उल्लेख गर्नुभयो। साथै पार्टीका नेता तथा कार्यकर्ताहरूलाई तर्कसहित त्यसको खण्डन गर्न र आगामी निर्वाचनमा केन्द्रित हुन निर्देशन पनि दिनुभयो। प्रचण्डले सामाजिक सञ्जालको भरमा गरिने राजनीतिलाई स्टन्टबाजीको संज्ञा दिँदै फिल्ममा त्यस्तो प्रभाव नरहेको स्पष्ट पार्नु भएको हो। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले कांग्रेसलाई गरेको विश्वासलाई अब भोटमा बदल्न आग्रह गर्नुभएको छ। मंगलबार सुनसरी निर्वाचन क्षेत्र नम्बर 2 झुम्कामा नेता कार्यकर्तालाई सम्बोधन गर्दै थापाले यस्तो आग्रह गर्नुभएको हो। थापाले भन्नुभयो, तपाईहरूले कांग्रेस र मलाई विश्वास गर्नुभएको छ, माया गर्नुभएको छ। अब यो क्षेत्रबाट राजीव कोइराला दाइलाई भोट हालेर जिताइदिन आग्रह गर्दछु। बाँकी कुरा पूरा गर्नेछु। थापाले कांग्रेसले बोलेको कुरा पूरा गरेको छ कि छैन भन्ने विषय जनतालाई बताइदिन नेता कार्यकर्तालाई आग्रह गर्नुभयो। कांग्रेसले बोलेको कुरा पूरा गरेको छ उहाँले भन्नुभयो। हामीले भनेको कुरा पूरा गरेका छौं। कांग्रेस बदलिएर आएको छ, नेता थापाको भनाइरहेको छ। सरकारले अर्धवार्षिक समीक्षा मार्फत चालु आर्थिक वर्षको बजेट खर्च अनुमान संशोधन गरेको छ। अर्थ मन्त्रालयले मंगलबार अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै चालु आर्थिक वर्षका लागि विनियोजित बजेटमध्ये 14.04% बजेटको आकार घटाएको हो। जेठ 15 गते सरकारले 19 खर्ब 64 अर्ब 11 करोड रुपियाँ बराबरको बजेट ल्याएकोमा त्यसलाई संशोधन गरी 16 खर्ब 88 अर्ब 32 करोड 67 लाखमा झारिएको हो। संशोधित बजेट अनुसार चालु खर्चतर्फ 11 खर्ब 25 अर्ब 97 करोड, पुँजीगततर्फ 2 खर्ब 43 अर्ब 30 करोड र वित्तीय व्यवस्थातर्फ 3 खर्ब 19 अर्ब 4 करोड रुपियाँ खर्च हुने अनुमान गरिएको छ। नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचकमा आज दोहोरो अङ्कको गिरावट आएको छ। सोमबार 26.05 अङ्कले घटेको नेप्से सूचक मंगलबार 10.25 अङ्कले घटेको हो। मंगलबार नेप्से परिसूचक मात्रै होइन, कारोबार रकममा पनि उच्च गिरावट आएको छ। यो साताको पहिलो दिन आइतबारदेखि नेप्से सूचक र कारोबार रकम दुवै लगातार घटिरहेको छ। मंगलबार कारोबार सुरु हुँदा 2672.39 अङ्कमा रहेको नेप्से 10.25 अङ्क घटेर 2662.14 अङ्कमा झरेको छ। नेप्सेमा कारोबार भएका अधिकांश कम्पनीको शेयर मूल्यमा गिरावट आएपछि समग्र बजार सूचक नकारात्मक भएको हो। 80 कम्पनीको शेयर मूल्य घटेको छ। त्यसैगरी 74 कम्पनीको शेयर मूल्य बढेको छ। यस दिन नेप्सेमा कारोबार भएका 7 कम्पनीको शेयर मूल्यमा भने कुनै परिवर्तन नआएको नेप्सेले जनाएको छ। स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढ्दो क्रममा देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रति तोला 3,05,500 कायम भएको छ भने चाँदी प्रति तोला 5,240 मा कारोबार भइरहेको छ।
सोमबार सुन 3,04,600 रुपियाँ र चाँदी 5,250मा खरिद बिक्री भएको थियो। आज सुनमा वृद्धि भए पनि चाँदीको मूल्य भने सामान्य घटेको छ। अन्तर्राष्ट्रिय बजारमा पनि बहुमूल्य धातुको मूल्य उच्च छ। आज 1 औँस सुन 5,029 अमेरिकी डलर तथा चाँदी 81 अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाइरहेका छन्। नेपालले भ्रष्टाचार नियन्त्रणमा कुनै ठोस प्रगति गर्न नसकेको एक प्रतिवेदनले देखाएको छ। ट्रान्सपरेन्सी इन्टरनेसनल TI ले मङ्गलबार सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकाङ्क CPI 2025 अनुसार नेपालको सूचकाङ्क यथावत रहेको हो। नेपालको स्थिति गत वर्ष जस्तै यस वर्ष पनि 34 अङ्कमै सीमित भएको छ। 6वटा अन्तर्राष्ट्रिय संस्थाले सन् 2025 को अगस्तसम्म उपलब्ध गराएको सुशासन सम्बन्धी तथ्याङ्कका आधारमा नेपालको अङ्क निर्धारण गरिएको TI नेपालका अध्यक्ष मदन कृष्ण शर्माले जानकारी दिनुभयो। उहाँका अनुसार लामो समयदेखि नेपालले 35 भन्दा कम अङ्क प्राप्त गर्दै आएको छ। सूचकाङ्कमा 100 अङ्कले भ्रष्टाचार मुक्त र 0 अङ्कले अत्याधिक भ्रष्ट अवस्थालाई जनाउँछ। पछिल्लो दशकमा विश्वव्यापी रूपमै भ्रष्टाचार नियन्त्रणको प्रगति न्यून रहेको छ। सर्वेक्षणमा समेटिएका 182 देशमध्ये अधिकांशको अवस्था विगत वर्षको तुलनामा कमजोर बनेको छ। सूचकाङ्क अनुसार सन् 2025 मा विश्वको औसत स्कोर 42 कायम भएको छ, जुन अघिल्लो वर्षभन्दा 1 अङ्क कम हो। यस वर्ष पनि डेनमार्क 89 अङ्कका साथ सबैभन्दा कम भ्रष्टाचार हुने देशको सूचीमा शीर्ष स्थानमा रहेको छ। दक्षिण सुडान र सोमालिया भने 9 अङ्कसहित सबैभन्दा बढी भ्रष्टाचार हुने देशका रूपमा सूचीकृत भएका छन्। दक्षिण एसियामा भुटान बाहेकका सबै कमजोर दक्षिण एसियाली राष्ट्रहरूमध्ये भुटानले 71 अङ्क प्राप्त गर्दै तुलनात्मक रूपमा राम्रो स्थिति कायम गरेको छ। भारत र मालदिप्सले समान 39, श्रीलङ्काले 35, पाकिस्तानले 28, बङ्गलादेशले 24 र अफगानिस्तानले 16 अङ्क प्राप्त गरेका छन्। छिमेकी मुलुक चीनको अङ्क 43 रहेको छ। काठमाडौँ महानगरपालिकाले महानगरभित्र मङ्गलबारदेखि HPV विरुद्धको खोप सुरु गरेको छ। कक्षा 6 मा अध्ययनरत सबै छात्रा र विद्यालय बाहिर रहेका 10 वर्ष उमेरका किशोरीहरूलाई दिइने खोप अभियान सेवा फागुन 6 गतेसम्म चल्ने महानगरले जनाएको छ। मङ्गलबार पद्मकन्या विद्याश्रम माध्यमिक विद्यालय दिल्ली बजारमा खोप कार्यक्रम सुरु गर्दै महानगरपालिकाका कार्यवाहक नगर प्रमुख सुनिता डङ्गोलले महिलाहरूमा हुन सक्ने पाठेघरको मुखको क्यान्सरबाट बच्नलाई भाइरस विरुद्धको खोप प्रभावकारी रहेको बताउनु भयो। विद्यार्थी आन्दोलनका कारण तत्कालीन प्रधानमन्त्री शेख हसिना देशै छोडेर भागेपछि बङ्गलादेशमा पहिलो पटक यही फेब्रुअरी 12 मा संसदीय निर्वाचन हुँदैछ। बङ्गलादेशको निर्वाचन आयोग सचिवालयका वरिष्ठ सचिव अख्तर अहमदले फेब्रुअरी 12 तारिक बिहान 7:30 मा मतदान सुरु गर्ने तयारी भइसकेको जानकारी दिनुभएको ANI ले जनाएको छ। यस क्रममा चुनावमा कुनै पनि असुरक्षा नरहेको दाबी गर्नुभएको छ। कुनै पनि असुरक्षा वा खतरा नरहेको बताउँदै सबै कुरा व्यवस्थित भएको बताउनु भएको छ। चुनाव हुने दिन नजिकै जाँदा निर्वाचन अधिकारी तथा उम्मेदवारहरूले घर दैलो अभियान लगायत चुनावी गतिविधि तीव्र पारेका छन्।